हेलो गाइस, वन्स अगेन वेलकम ब्याक टु माई न्यू ब्लग। र आज भने चाहिँ म तिमी टी गार्डनको ब्लग गर्नु गइरहेको छु। के कस्तो लाग्छ मेरो ब्लगलाई लाइक सेयर कमेन्ट अन्त मेरो पेजलाई फलो गर्न नभुलिदिनु होला। अहिले चाहिँ मेरो साथमा हुनुहुन्छ हेलो गौतम भाइ। अहिले चाहिँ म उताको नसोचेको बेलामा आइपुगेको है, नसोचेको बेलामा। तर अहिले यसरी काटिरहेको छ। यो किन काटेको भाइ? यो अहिले नयाँ आउनुको लागि चाहिँ काटिरहेको हुनुपर्छ। मजा छ पर हरियो अनि देखाउनेछु है। गार्डनको ग्राउन्ड चाहिँ यो साथीभाइ, यो नि आजको मौसम चाहिँ मजाको नजाराहरू म देखाउनेछु। हेर्नुहोस् यो मजाको दुईपट्टि दामी देख्थ्यो कि यताको अहिले काटिरहेछन्, काम गर्नु हुँदैछ साथीभाइ। अहिलेखेरि चाहिँ मेन गार्डन छ। तपाईँहरूले सबैले लगाइराखेको देख्नुहुन्छ होला नि, आई लभ तिमी भन्ने होइन। आई लभ तिमी चाहिँ यही हो साथीभाइ, तिमी आई लभ तिमी जस्तो देख्नु बनाएको छ। टक्कै छ हेर्नुहोस् है। हेर्नुहोस् है। म अहिले भने चाहिँ त्यही आई लभ तिमी चाहिँ तपाईँहरू भन्नुहुन्छ नि, यही हो। डेटो राखेर माथि घुम्नुको लागि निस्किनु सक्नुहुनेछ तपाईँहरू। आई लभ तिमी हेर्नुहोस् है, आई लभ तिमी यही हो। आई लभ तिमी यही हो साथीभाइको लागि। घोडामा पनि सुन्नुहोस् न, यो चाहिँ कहाँसम्म लानुहुन्छ यसरी? हजुर सर्ट राइड यहीँ हो। हजुर लङ राइड त पर पुग्छ। ए हजुर, कति लिनुहुँदैछ? लङको 300 हो। हजुर 200 हो। ए थुप्रै छ होला यस्तो त, कि यति एउटा हो? हजुर ए हुन्छ, थ्याङ्क यू। हेर्नुहोस् है, यसरी सर्ट राइडहरू पनि यहाँनिर घोडामा गर्नु सक्नुहुनेछ। तपाईँहरूले हो यहाँ आएर रिल पनि यसरी बनाउन सक्नुहुनेछ। गौतम के हो? गौतम ब्लग्स हेर्नुहोस् है साथीभाइ। हामीले यहाँनिर पेट सर्भिस हो यो चाहिँ। हामीले घोडामा पनि चार्ज लिन्छ, अलिकति चार्ज गरेर चाहिँ हामीले यो घोडामा पनि यो गार्डन घुम्न सक्नुहुनेछ हौ। नानीहरूको लागि हेर्नुहोस् नि, नानीलाई लिएर जानुहुनेछ हो। आई लभ तिमी हो। अहिले तिमी गार्डनमा अहिले घुम्नु हुँदैछ है। अहिले चाहिँ चेरीको भाउ झन् है, स्याला सोच्दा सोच्दै आउनु पाइयो। टी फ्याक्ट्री है, तिमी तारको टी फ्याक्ट्री चाहिँ यही हो। यो हेर्नुहोस् न, यो हेर्दै तपाईँलाई थाहा भयो होला नि, यहाँबाट चाहिँ एकदम बन्नेर चाहिँ
गाइस हामी पर टावरमा जाँदैछ हैन त्यहाँबाट हामी भ्यू निकाल्ने छौँ अनि तपाईँहरूलाई देखाउने छौँ सो तिमी गार्डन म चाहिँ पछाडि छु सायद हामीसँग लिमिटेड टाइम छ होइन फर्केर लाग्नु छ सायद चाहिँ यस्तो चाहिँ अन्त फेरि यहाँबाट चाहिँ उकालो चढ्नु पर्छ नि त कति मजाको जग्गा यो चाहिँ बाटो रोड पनि माथि हो साथीभाइ तिमी टी गार्डन यही हो साथीभाइ तपाईँहरू पनि आएर इन्जोय गर्नु सक्नुहुनेछ चाहिँ मजाको जग्गा छ तिमीमै टक्कै त्यहीँ पुग्छ घोडामा चढेर त्यहाँ फोटो खिच्नु पनि सक्नुहुनेछ तपाईँहरूले ल साथीभाइ अहिले आजको वेदरले चाहिँ अलिकति मलाई साथ नदिएको हो अलिकति दिन धुम्म भएर नि त त्यहाँबाट कञ्चनजङ्घा सबै हिमालहरू देख्दैन नभए त यहाँबाट दामी दामी जग्गाहरू टाढो टाढोको देख्ने थियो होइन तर पनि वेदरसँग केही मतलबै छैन ठाउँ एकदम राम्रो छ यहाँनिर होइन त्यही भएर मजा आइरहेछ होइन जस्तै वेदरमा पनि दामी नै देख्छ यस त्यही हो कुरा चाहिँ एकदमै कुरा भनेको चाहिँ त्यही हो जति पनि तपाईँहरूले यो भिडियो हेरेर यो जग्गा चाहिँ एक्ज्याक्ट लोकेसन चाहिँ कहाँ रहेछ भनेर सोचिरहनु भएको छ भने चाहिँ यो चाहिँ साउथ सिक्किम नाम्ची डिस्ट्रिक्टको तिमीतारकोमा रहेको छ हजुरहरू पनि आएर भिजिट गर्न सक्नुहुनेछ र साथीभाइ हो आजको लागि चाहिँ म यति नै भिडियो गरेर घर फर्केको मेरो यो भिडियोले के कस्तो लाग्छ लाइक सेयर कमेन्ट अन्त मेरो पेजलाई फलो गर्न नभुलिदिनु होला थ्याङ्क यू